हो यो क्षेत्रले धेरै राष्ट्रपति नि यो क्षेत्रले पायो, प्रधानमन्त्री पनि यो क्षेत्रले पायो हैन। तर पनि यो विकास चाहिँ 2 नम्बर क्षेत्रको चाहिँ शून्य नै छ र संसदमा आवाज उठाउने कुरा पनि शून्य नै देख्छु। विकास त खोजेको हुन्छ नि त जनताले। जस्तै यहाँको अवस्था भने खानेपानीको समस्या छ, बाटोको समस्या छ, अझ साखुतिर त एम्बुलेन्सहरू जाने बाटो पनि छैन के। यति साँगुरो छ नि हो। त्यस्तो ठाउँमा जनताले चाहेको के हो? सामान्य होइन, शिक्षा फ्री होस्, स्वास्थ्य फ्री होस् हैन। उहाँहरूको बच्चाहरूले रोजगारी पाओस् र विदेश 30-40 हजारको लागि विदेश जान नपरोस्, यही होइन। मैले चाहिँ यो रोजगारी सिर्जना हुनका लागि जुन मैले महिलाहरूलाई मैले हैन बाचा किन गरिस् भन्थे के रोजगारीको लागि, महिलाहरूलाई जागिर दिन्छु हैन, युवाहरूलाई जागिर हैन बनाउने कोसिस गर्छु भनेको थिएँ। मैले संसदमा पुगेर आवाज उठाउँछु नि भनेको थिएँ। तर पनि मैले संसद बाहिर बसेर पनि ठाउँमा गएर